हेलो गाइज, वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानल आइपिओ लभर नेपालमा। तपाईँहरूको क्वेसन थियो कि आइपिओ कहिले आउँछ, नयाँ आइपिओ कहिले आउँछ, यो बिचमा आइपिओहरू आइरहेको थिएन। आज म 5 ठुला कम्पनीहरूको आइपिओ आउँदैछ तिनीहरूकै बारेमा मैले चर्चा गर्नेछु। त्यो आइपिओ कहिले आउँछ, कहिले त्यो लिस्टिङ हुन्छ, कति किताको लागि आउँछ, अनि कुन कुन सेक्टरको आइपिओ आउँछ, कम्पनी कुन कुन हो, कस्तो खाले कम्पनी हो, सबै इन्फर्मेसन म यस भिडियोमा लिएर आएको छु। कृपया तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला अनि यो भिडियो लास्टसम्म हेर्नुहोला। ल म अब लिएर बढ्दैछु अगाडितर्फ यो भिडियोलाई। कम्पनी टोटल 5 वटा सेक्टरको आइपिओको बारेमा मैले इन्फर्मेसन लिएर यस भिडियोमा उपस्थित भइसकेको छु। पहिलो कम्पनी रहेको छ जलविद्युत सेक्टर, दोस्रो सेक्टर रहेको छ उत्पादनमूलक उद्योग, तेस्रो सेक्टर होटल एन्ड पर्यटन, चौथो सेक्टर इन्भेस्टर रहेको छ भने पाँचौँ सेक्टर लघु वित्तीय रहेको छ। अनि अब यो सेक्टरहरूबाट कुन कुन कम्पनीको आइपिओ आएको छ भने त्यो पनि म यसै भिडियोमा जानकारी तपाईँहरूको सामु प्रस्तुत गर्दछु। पहिलो कम्पनी रहेको छ बरुण इन्भेस्टर कम्पनी। यो प्रति किता अंकित मूल्य 100 निष्कासन गरेको छ यो आइपिओ पनि। अनि कुल किता यसको 24,75,000 किता रहेको छ। अनि आवेदन दिएको मिति यो कम्पनीले आइपिओ निष्कासन गर्नको लागि आवेदन 2080 साल माघ 6 गते दिएको थियो। नेपाल धितोपत्त बोर्ड 7 मा आवेदन दिइसकेको छ यस कम्पनीले। अनि स्वीकृतिको अन्तिम चरणतिर यो कम्पनी छ। अब केही दिन पछि नै यो आइपिओ अबको केही समय पछि नै यो आइपिओ निष्कासन हुनेछ। 3 चरणमा यो आइपिओ पनि निष्कासन हुनेछ। पहिलो वैदेशिक रोजगारको लागि, दोस्रो त्यो कम्पनीको कर्मचारीको लागि, अनि तेस्रो जनरल पब्लिकको लागि, अनि चौथो स्थानीय बासिन्दाहरूको लागि। यो आइपिओ पनि 4 चरणमा निष्कासन हुनेछ। यस कम्पनीको इस्यु मैनेजर ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। अनि यसको स्थिति 7 समितिको क्रम अनुसार रहेको छ। अनि यसको इस्यु रेटिङ B+ रहेको छ। यसको इस्यु रेटिङ पनि राम्रै रहेको छ कम्पनीको। अनि वरुण इन्भेस्टर लिमिटेडले हाम्रो प्रमुख लगानी भएका जलविद्युत आयोजनाहरू सानिगा हाइड्रो पावर लिमिटेड, यसको इलेक्ट्रिक हिसाब रहेको छ 34.46%। करंगा हाइड्रो पावर लिमिटेड, यसको रहेको छ 15.33%। बुबुल हाइड्रो पावर लिमिटेड, यसको रहेको छ 10.40%। अनि गुरास हाइड्रो पावर लिमिटेड, यो अहिले आयोजना निर्माण अवस्थामा छ, अहिले यो निर्माण भएको छैन। अनि हाम्रो प्रतिबद्धताहरू यसको छ पारदर्शिता, दिगो विकास, उत्कृष्ट व्यवस्था, पर्यटनीय मैत्री विकास, दीर्घकालीन मूल्य अभिवृद्धि। यति क्षेत्रहरूमा यो वरुण इन्भेस्टर लिमिटेडले कार्य गरिरहेको छ। अब नेक्स्ट आइपिओ रहेको छ ईस्टर्न सहारा कम्पनी लिमिटेड। यो आइपिओ पनि आउँदै चरणमा छ, अन्तिम चरणतिर यो पनि लागेको छ। यो पनि अब छिटै हुनेवाला छ। यसको मुख्य कार्यालय रहेको छ बिर्तामोड, झापा, नेपाल। कम्पनीको प्राकृतिक नेपालमा दर्ता भएको अनुसूचित लगानी कम्पनी हो। अनि आइपिओ स्थित नेपाल धितोपत्त बोर्डले 7 मा प्रारम्भिक साधारण सेयर निष्कासन गर्नको लागि निवेदन दिइसकेको छ। यो कम्पनीले नेपाल धितोपत्त बोर्डमा आइपिओ निष्कासनको लागि आवेदन दिइसकेको छ। अनि आइपिओ निष्कासन हुँदैछ। अनि यसको इस्यु मैनेजर ग्लोबल आइएमई क्यापिटल रहेको छ। अनि प्रति किता अंकित मूल्य 100 मा यो पनि आइपिओ निष्कासन गरेको छ। अनि नियमित निकाय यसको नेपाल धितोपत्त बोर्ड 7 को पाइपलाइनमा यो रहेको छ। यो कुल निष्कासन सेयर 27,50,000 रहेको छ। अनि कुल निष्कासन आकार यसको 27.50 करोड रहेको छ। अनि 275 मिलियन रहेको छ। अनि क्रेडिट रेटिङ यसको केयर रेटिङ नेपाल लिमिटेडले दिएको छ। अनि यसको क्रेडिट रेटिङ एजेन्सी नेपाल रेटिङ नेपाल लिमिटेडले रहेको छ। अनि विश्वासिलो व्यवस्था पारदर्शक प्रक्रिया पनि छ। उच्च प्रतिफल सम्भावना अनि दिगो विकासको हाम्रो साथ। अनि यसको नारा छ लगानी आजै सुरक्षा भोलि।
यो कंपनी राम्रै कंपनी हो, यसको आइपिओ आउनेवाला छ अनि तपाईहरु पैसा रेडी पारेर राख्नु होला। यसको क्यापिटल छ ग्लोबल आइएमई क्यापिटल लिमिटेडले यसको इस्यु म्यानेजर रहेको छ। अनि अब नेक्स्ट कंपनी रहेको छ शिवम सिमेन्ट लिमिटेड। शिवम होल्डिङ लिमिटेड को सर्वसाधारणको लागि आइपिओ निष्कासनको पाइपलाइनमा यो कंपनी पनि रहेको छ। प्रति किता मूल्य 100 मा अनि प्रिमियम थपेर 110 मा टोटल 210 मा यो शेयर निष्कासन हुनेछ। कुल आइपिओ राशि 2 अर्ब 46 करोड 60 लाख अनि जारी हुने किता 1 करोड 16 लाख किता रहेको छ। झन्डै धेरै रहेछ यार। यो आइपिओ सकेसम्म धेरैजनालाई पर्नेछ। यसले 2081 साल जेठ महिनाको 21 गते नेपाल धितोपट बोर्डमा आवेदन दिएको थियो। यो आइपिओ पनि पाइपलाइनमै छ। यो आइपिओ अब केही समयपछि आउनेछ, निष्कासन हुनेछ। तपाईहरु पैसालाई आफ्नो खातामा राख्नु होला। शिवम सिमेन्ट इन्डस्ट्री लिमिटेड यसको क्षेत्रहरू लगानी कंपनी होरासी सिमेन्ट लिमिटेडमा 30%, कुल निष्कासन राशि शेयरको कुल चालू पुँजीको 20%, कुल चुक्ता पुँजीको 7.60 अर्ब अनि शेयर दर प्रति किता 900 मै यो निष्कासन हुनेछ अनि प्रिमियर थपेर निष्कासन हुनेछ। अनि यसको इस्यु म्यानेजर सिद्धार्थ क्यापिटल लिमिटेडले लिएको छ भने यो आइपिओ 5 विभागमा निष्कासन हुनेछ। सर्वसाधारणको लागि सामान्य अनि 50% अनि महिलाको लागि 15%, कर्मचारीको लागि 10% अनि आम सर्वसाधारण क्षेत्र स्थानीय बासिन्दाको लागि 5% अनि संस्थाको शेयर धनिक समूहमा 20%, टोटल कुल जम्मा 100% भयो। यो आइपिओ अब छिट्टै केही समयमै तपाईहरुको सामु प्रस्तुत हुनेछ। अब नेक्स्ट आइपिओ रहेको छ, अब यो अर्को आइपिओ रहेको छ शिवशंकर हाइड्रो पावर लिमिटेड। शिवशंकर हाइड्रो पावर लिमिटेड जलविद्युत आयोजना निर्माण अनि रणनीति लगानी भारत र बंगलादेश बीच व्यापार गरिरहेको छ। यो आइपिओ पनि अब छिट्टै निष्कासन हुनेछ। प्रति किता 100 मै अंकित मूल्य 21 करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन हुनेवाला छ। यसले नि आवेदन दिएको 82 साल वैशाख 15 गते धितोपट बोर्डलाई आवेदन दिएको छ। यो आइपिओ पनि अबको केही समयपछि निष्कासनमा आउनेछ। धितोपट बोर्डले यसलाई डबल बी- रेटिङ दिएको छ भने 21 लाख किता यो आइपिओ निष्कासन हुनेवाला छ। अनि वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिममा रहेको छ। यो आइपिओ हाइड्रो लगानी कंपनी भविष्यका आयोजना र मिति रहेको छ। 3 क्षेत्रमा यो आइपिओ नि छ। के भन्छ रे खोला प्रोजेक्ट सम्पन्न 2084, प्रोजेक्ट सम्पन्न 2085 अनि प्रोजेक्ट सम्पन्न 2086। यो भविष्यको लागि राम्रै आइपिओ रहेको छ। त्यही भएर सबैजना वेटिङ गर्नु होला यसको अनि पैसा नि राख्नु होला। यो आइपिओ नि 3 चरणमा निष्कासन हुनेछ। त्यही भएर सबैजना यो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। अनि यो च्यानललाई सब्स्क्राइब गर्नु होला। यस्तै नयाँ आइपिओ को बारेमा मैले नयाँ इन्फर्मेसन लिएर तपाईहरुको सामु समयमै उपस्थित म भइदिन्छु। त्यही भएर तपाईहरु यो च्यानललाई सब्स्क्राइब गरेर बस्नु होला। ल धन्यवाद। अहिलेसम्म मेरो भिडियो वाच गरिदिनु भएकोमा सबैजनालाई दिलबाट हार्दिक स्वागत।